नमस्ते सबैजनालाई स्वागत छ। हामी चाहिँ आज वाइ आइसिटी किन आइसिटी पढ्यो भन्ने बारेमा हैन सानो छलफल गर्न गइरहेको छ। हामीसँग चाहिँ आज हाम्रो आइसिटी पढ्ने नै 7 सेमेस्टरको विद्यार्थी अनुपमजी हुनुहुन्छ। उहाँसँग के छलफल गरौँ न त। स्वागत छ अनुपमजी। धन्यवाद। नमस्कार। नमस्कार। अनि तपाई आइसिटी पढ्नको लागि चाहिँ यहाँ कसरी आइपुग्नु भयो? आइसिटी पढ्नको लागि चाहिँ म खास +2 गाउँबाट सकेको। हजुर हजुर। अनि त्यस पछाडि अब ब्याचलर गर्ने भनेर चाहिँ दुईटा अप्सन थियो। हाम्रो पूर्वमा सुनसरीतिर पर्छ, हजुर पढ्न जानु पर्यो भने, हजुर हजुर, नत्र भनेको काठमाडौँ भयो। अनि काठमाडौँमा आफन्तहरू नि यतै हुनुहुन्थ्यो। अनि त्यो भएर चाहिँ काठमाडौँलाई रोजेको भनौँ। अनि तपाईँले 11-12 मा चाहिँ काठमाडौँ आएर किन पढ्नु भएन त? होइन, गाउँमै नजिकै स्कुल थियो। हजुर। अनि त्यही भएर। अनि तपाईँ आइसिटी पढ्नको लागि सानोठिमी क्याम्पसमा चाहिँ कसरी आइपुग्नु भयो? सानोठिमी क्याम्पस नै चाहिँ कसरी आइपुग्नु भयो भन्दाखेरि यहाँ मेरो दाइहरू बस्नुहुन्छ। अनि त्यस पछाडि खास त म कानुन पढ्नलाई आएको काठमाडौँ। अनि कानुन पढ्नलाई काठमाडौँ आएको, तर दाइहरूले यहाँ सानोठिमी क्याम्पसमा पनि त्यो फर्म भरिदिनु भएको रहेछ इन्ट्रान्सको लागि। अनि त्यो भएको कारणले त्यता नि दिएन त भनेर मैले यहाँ नर्मली दिएको थिएँ। अनि उता नि दिएको, तर उताको रिजल्ट अलिक ढिलो आयो। अनि यता छिटो आयो, बा उता ननिस्किने हो कि भनेर हतारमा एडमिसन गरेँ। त्यस्तै गोलमोल तरिकाले। भनेपछि तपाईँ इन्ट्रान्स एक्जाम दिएर पास भएर यहाँ पढ्नु भयो। भनेपछि तपाईँलाई दाजुभाइहरूले सहयोग गर्नुभयो, देखाउनु भयो यो राम्रो छ भनेर। अनि यसको वातावरण कस्तो छ त आइसिटी पढ्नको लागि? वातावरण राम्रै छ। अब राम्रै छ भन्नाले सरकारी क्याम्पसमा लगभग फीको हिसाबले नि नेपालमा यो कोर्स पढाइ हुने भनेको सबभन्दा सस्तो यहीँ हो। अनि टिचरहरू नि स्टुडेन्ट फ्रेन्डली हुनुहुन्छ। ल्याबहरूमा केही कमी कमजोरी जस्तो चाहिँ छ, र पनि म्यानेज गरेर पढ्न सकिन्छ। तपाईँ कमजोरी छ भन्नुभयो, म्यानेज गर्नुपर्छ भने म्यानेज त स्कुल कलेजले गरिदिनु पर्ने हो नि होइन र? गरिदिनु पर्ने हो। हामीले पनि सुरुदेखि पहल चाहिँ गर्दै आएको। केही हदसम्म अब ल्याब त हामीसँग 3वटा ल्याब छ अहिले तत्काल, तर 3वटा ल्याबमा सबै कम्प्युटरहरू नै नचल्ने कन्डिसनमा छ। सबै मतलब धेरै जसो म्याक्सिमम चाहिँ 30-40% चल्छ। हजुर। अनि अलिकति अपग्रेड गर्नुपर्ने जस्तो छ। 30-40% चल्दा त तपाईँहरूलाई पढ्नको लागि धेरै गाह्रो हुँदैन र? अब धेरैसँग आइटी पढ्ने भने पछाडि ल्यापटपहरू पनि आफ्नै हुन्छ। हजुर। नभएको केसमा 1-2 सेमेस्टर चाहिँ अब ल्याबकै कम्प्युटरहरू युज भइरहेको हुन्छ भने त्यसपछिको कन्डिसनमा चाहिँ अब धेरैले ल्यापटप किन्छ नि त। आइटी नै पढेपछि त क्याम्पसको ल्यापटपमा कम्प्युटरमा मात्रै डिपेन्ड हुन्छ भन्ने हुन्न नि त। हजुर। अनि पढाइ तपाईँहरूको कस्तो चलिरहेछ त अहिले? तपाईँ 7 सेमेस्टर पुग्नुभयो, अब 1 सेमेस्टर पछि त तपाईँको ब्याचलर सकिन्छ होइन? कस्तो चलिरहेछ त? अनि कस्तो भइरहेछ? राम्रै भइरहेछ। अनि फर्स्टमा कस्तो के सब्जेक्ट पढ्नुभयो त हजुरले? फर्स्टमा चाहिँ हामीले बेसिकली हाम्रो एजुकेसन ब्याकग्राउन्ड हो। फर्स्टदेखि 8औँसम्म एउटा एजुकेसनको विषय अनिवार्य हुन्छ। अनि त्यसपछि फर्स्ट र सेकेन्डमा चाहिँ कम्पलसरी इङ्ग्लिस र नेपाली पनि थियो। अनि अरू भनेको कम्प्युटर रिलेटेड प्रोग्रामिङहरू नै भयो। अनि थर्डबाट उँभो चाहिँ अलमोस्ट सबै, अनि एउटा म्याथमेटिक्स पनि हुन्छ। त्यही भएर मिक्स छ, कम्प्युटरको धेरै छ। फोर्थ पछाडि चाहिँ अलमोस्ट सबै कम्प्युटर हो। एउटा यता अनि तपाईँहरूको कम्प्युटरमा आइसिटी पढ्नु भएको छ होइन? कम्प्युटर विषयमा म्याथको चाहिँ के काम लाग्छ र? म्याथको धेरै काम हुन्छ। कम्प्युटर बनेको पनि म्याथकै कारणले त हो नि। क्यालकुलेसन भनेको त सबै चिजलाई चाहिने त हो नि होइन र? हजुर हजुर। अनि हाम्रो 5th सेमेस्टरसम्म म्याथ पढाइ हुन्छ, त्यसपछि त हुँदैन। अनि अहिलेसम्म तपाईँले 7 सेमेस्टरसम्म पुग्दा चाहिँ के गर्नुभयो त? हामीले प्रोजेक्ट भन्नुभएको। हजुर। अब के गर्नुभयो, कतिको इम्प्रुभ गर्नुभयो? तपाईँ त अब अर्को विषय पढेर आउनुभएको रहेछ। हजुर। इम्प्रुभ अलिकति सुरुमा गाह्रै थियो, त्यो बाहिर सुने जस्तो। अनि मैले प्रोग्रामिङ भन्ने शब्द त यहीँ आएरै थाहा भएको हो कि। हजुर। त्यही भएर नि बाहिर सुने जस्तो भन्दा नि यहाँ आएर पढ्दै गएपछि जानिदो रहेछ, आफूमा भर पर्छ त। अनि तपाईँको क्लासमेटहरू चाहिँ कस्तो छ? अब राम्रो हुनुहुन्छ। तपाईँको क्लासमेटहरूको पढाइ कस्तो छ? तपाईँको जस्तै राम्रो छ कि नराम्रो छ? धेरै राम्रो छ उहाँहरूको। हजुर। मेरो चाहिँ ठिकै छ भनौँ। भनेपछि तपाईँ एभरेजमा पढ्नुहुन्छ? हजुर। अनि भिआइसिटीमा तपाईँले अहिले आएर चाहिँ
के को अनुभव गर्नुपर्छ कस्तो कस्तो हुन्छ नि अब जस्तो लाइब्रेरीहरू हुन्छ लाइब्रेरीमा बुकहरू होला तपाईँको साथीहरू होला तपाईँहरू ग्रुपहरू स्टडी गर्नुहुन्छ होला त्यो पनि भन्नुहोस् न लाइब्रेरी पनि छ तर कम्प्युटर रिलेटेड बुकहरू चाहिँ अलिक ओल्ड छ अनि पुरानो छ मतलब क्याम्पस राम्रो छ क्याम्पसको अलिकति व्यवस्थापनलाई अझै सुदृढ गर्ने हो भने राम्रो हुन्छ अनि तपाईँहरूले त्यसको लागि आवाज उठाउनु भएको छैन आवाज त उठाएको तर अब पोलिटिकल रिजन के हुँदो रहेछ नि त क्याम्पस लेभलमा आएपछि अनि अलिकति आवाज उठाइयो मात्रै आवाज त्यहाँबाट अघि सरेन उठेन दब्यो भनौँ न भनेपछि अहिले त बालेन सरकार आएको छ अब बालेन सरकार आएपछि के हुन्छ होला नि त तपाईँको कलेजको हुनु नि पर्छ अनि त्यसको लागि चाहिँ तपाईँहरूले के गर्नुभएको छ त कस्तो आवाज उठाउनु भएको छ कसलाई भन्नुभएको छ कसले व्यवस्था गर्ने हो र तपाईँहरूको आइसिटी ल्याबहरू आइसिटी त मुख्य भनेको हाम्रो व्यवस्थापन समिति हुन्छ क्याम्पस प्रशासनले गर्ने खासमा अनि हामीले प्रशासनमा पनि भन्यौँ हाम्रो क्याम्पस प्रमुखलाई पनि भन्यौँ अनि क्याम्पस तहमा अब विश्वविद्यालय तहमा राजनीतिक समूहहरू छन् उनीहरूलाई नि भन्यौँ तर त्यो भनाइमा मात्रै सीमित रह्यो अनि तपाईँहरूले भनाइ चाहिँ कस्तो लिखितमा दिनुहुन्छ कि मौखिकमा दुइटैमा गर्नुहुन्छ अहिले त भन्न छोडेको पहिला भन्थ्यौँ फर्स्ट सेकेन्ड थर्ड सेमेस्टरमा त्यस पछाडि त्यो परिवर्तन नआएपछि आफैले अपग्रेड गर्दै गएको आफ्नै अवस्थालाई अनि तपाईँ अब बिआइसिटी पढ्नको लागि आउनु भनेर चाहिँ तपाईँको साथीहरूलाई के भन्न चाहनुहुन्छ कसरी बोलाउनुहुन्छ आइसिटीमा पढेपछि के फाइदा हुन्छ तपाईँले के गर्न सक्नुहुन्छ आइसिटीमा पढे पछाडि चाहिँ हामी सूचना सञ्चार प्रविधि भन्छ होइन आइसिटी अनि यो भने चाहिँ अहिलेको 21औं शताब्दीको माग पनि हो अनि अर्को कुरा भनेको अहिले विश्व नै सबै टेक्नोलोजीमा छ नि त एउटा सानो गाउँको रूपमा चिनिन्छ नि होइन हामीले विश्वलाई होइन त एउटा कुनाको मान्छे अर्को कुनामा सजिलै कुरा गर्न सक्छ हरेक कामहरू भयो रिमोट वाली कामहरू हुन्छ अनि अब समयअनुसार परिवर्तनको लागि पनि आइसिटीको आवश्यकता छ अनि अहिले एआई भन्छ एआईको जमाना छ भन्छ एआईले चाहिँ के गर्छ अनि एआईले मान्छेको जागिर खायो भनिरहेको छ है एआई आएर अब काम पाइँदैन आइसिटी पढेर काम छैन भन्ने हल्लाहरू सुनिरहेको छु त्यो चाहिँ के हो नि वास्तवमा त्यो हल्ला यस्तो तपाईको एआई भनेको पनि हाम्रो एउटा सिस्टम नै हो त्यो नि मान्छेले नै बनाएको जसले चाहिँ कसरी काम गर्छ भने हाम्रो इन्टरनेटमा जति पनि सोर्सहरू छ अब हामीलाई त्यो हरेक कुरा खोज्नु पर्यो भने केही कामहरू गर्नु पर्यो भने त्यो धेरैतिर रिसोर्सहरू खोज्दा त्यसलाई एनालाइसिस गर्दा त्यो टाइम कन्ज्युमिङ मान्छेको भयो नि त अब एआई भनेको चाहिँ टुल हो खासमा होइन अनि यसको मद्दतबाट चाहिँ हामीले अलिकति राम्रो प्रोम्प्ट इन्जिनियरिङ गर्दाखेरि त्यसले चाहिँ आफ्नो आवश्यकता अनुसार जस्तो पनि आउटपुट दिने भयो अनि जागिर खान्छ भन्ने केसमा एआईले जागिर खाने होइन एआई युज गर्ने मान्छेले चाहिँ म्यानुअल काम गर्नेहरूको जागिर खाने हो जस्तो एआईको युज गर्यो भने चाहिँ 5 जनाको काम पनि एक्लैले गर्न सक्ने भयो अब 1 जना एक्सपर्ट छ एआई युज गर्न भने त्यो मान्छेले अरु 4 जनाको जागिरलाई त खायो नि त उनीहरुलाई रिप्लेस गर्न सक्यो त्यो भन्न खोजेको अनि तपाईलाई अहिलेसम्म 7 सेमेस्टरसम्म पुग्दा कुन चाहिँ विषय पढ्न सजिलो लागेको छ र कुन चाहिँ पढ्दाखेरि चाहिँ फाइदा होला जस्तो छ फाइदा सबैमा छ त्यो फाइदा नहुने भन्ने त हुँदै हुन्न अब आफूले कसरी लिने आफ्नो कुन कुरामा आफ्नो स्किल इम्प्रुभ गर्ने भन्ने कुराहरू हुन्छ अनि सबै विषय नै राम्रै छ तपाईलाई चाहिँ कुन विषय राम्रो लाग्छ मलाई ठ्याक्कै स्पेसिफिक नै त छैन जो सबै राम्रो लाग्छ भनेपछि सबैमा ट्यालेन्ट हुनुहुन्छ त्यस्तै भने सबैको ज्ञान छ तपाईसँग अनि तपाईको फ्युचर प्लानिङ चाहिँ के छ नि मेरो आइसिटी कै क्षेत्रमा अघि बढौं भन्ने छ अब आइसिटी कै क्षेत्रमा त अगाडि बढ्नुहुन्छ तर के कामको लागि चाहिँ अगाडि बढ्नु धेरै अब आइसिटी मा पनि धेरै प्रकारको कामहरू हुन्छ तपाई कस्तोमा चाहिँ अगाडि बढ्न चाहनुहुन्छ आईटी को फिल्डमा धेरै छन् कामहरू सेक्युरिटीका फिल्ड भए अनि अब डेभलपमेन्टका पाटोहरू भए अब हरेक कुरा छन् आईटी भनेपछि कम जति पनि हामीले टेक्नोलोजीमा रिलेटेड छ ती सबै आईटी भित्रै पर्छ अब यसमध्ये म चाहिँ मेबी डेभलपमेन्ट तिर जान्छु होला भन्छ तपाईलाई त्यो सजिलो लाग्छ सजिलो त छैन जस त्यो राम्रो लाग्छ तपाईको इन्ट्रेस्टको विषय भनौँ न अनि तपाई अब मास्टर चाहिँ पढ्नुहुन्छ कि नै जस्तै अब तपाईको त अब 6 महिना जति बाँकी छ त्यसपछि त सकिन्छ हैन त्यसपछि कि तपाई पढाइ छोडेर काम गरेर बस्नुहुन्छ कि पढाइलाई लगातार निरन्तरता दिनुहुन्छ कि के गर्नुहुन्छ त्यो चाहिँ अहिले फिक्स छैन भनेपछि सोच्नु भएको छैन
सोचेको छ पनि छैन पनि, यो अलिक अन्युल जस्तै छ। अनि फेरि धेरै जस्तो विद्यार्थीहरू त ब्याचलरपछि बाहिर जाने हुँदो रहेछ कि बाहिर जाने सोच्नु भएको छ? 50-50 भनेपछि जे पनि गर्न सक्नुहुन्छ। तपाईँको भाग्यमा जस्तै कि तपाईँ 12 पढेर दोहोऱ्याएर यहाँ आइपुग्नु त्यस्तै हो भनेपछि। त्यस्तो हुनसक्छ। ठ्याक्कै यो कुरालाई चाहिँ एक्सप्लेन गर्ने कुनै उ भएन। अनि आइसिटी तपाईँलाई फर्स्टमा आउँदा चाहिँ कस्तो लागेको थियो नि? एकदम राम्रो लागेको थियो। सुरुमा त अलिक जसलाई पनि अप्ठ्यारै लाग्छ, अप्ठ्यारो पनि लागेको थियो, नबुझेको पनि थियो। 1-2 सेमेस्टर त अलिक गाह्रै लाग्यो, तर त्यसपछि चाहिँ राम्रो लाग्न थाल्यो। अनि साथीहरू कस्तो कस्तो बनाउनु भयो? कस्तो छ तपाईँको साथीहरू? साथीहरू अब तपाईँ अब सिनियर 7मा पुगिसक्नुभयो होइन, जुनियरहरू कस्तो छन्? कुरा हुन्छ होला तपाईँहरूसँग छलफल हुन्छ होला, तपाईँहरूले पनि त आफ्नोभन्दा सिनियरलाई छलफल गर्नुभयो होला। जुनियरको केसमा मान्छेको आकर्षण बढ्दो छ आइसिटीमा। हजुर। त्यो एउटा हिसाबले राम्रो पनि हो। हाम्रो नेपालमा अहिले पनि धेरै म्यानुअली कामहरू हुन्छ। अफिसमा जानुभयो भने एउटा रजिस्टर गर्नलाई पनि त्यो लेखेर खातामा टिक लाएर हाजिरी गर्ने चलन अझै पनि डिजिटल पूर्ण रूपमा भइसकेको छैन। अनि यस्ता कुराहरूलाई चाहिँ अब मिनिमाइज गर्दै जाने हो नि त। त्यसको लागि पनि आइसिटीमा एकदम नलेज हुनु आवश्यक छ। मान्छेको ध्यान गइरहेको देख्दा खुसी लाग्छ। तपाईँहरूले वेबसाइटहरू के बनाउनु भयो? के प्रोजेक्टहरू थियो तपाईँहरूको? हाम्रो 3rd सेमेस्टरमा चाहिँ हामीलाई HTML, CSS, PHPहरू पढाउनु भएको थियो, जाभास्क्रिप्ट। अनि एउटा वेबसाइट बनाउनै दिनुभएको थियो। जस्तो मैले चाहिँ एउटा स्कुलको वेबसाइट बनाएको थिएँ। अनि अहिले हाम्रो 7औं सेमेस्टरमा आइराख्दाखेरि चाहिँ क्याप्सन प्रोजेक्ट भनेर अनिवार्य गर्नै पर्छ। त्यो चाहिँ हाम्रो ग्रुप वाइज डिभाइड गरिएको छ। अनि त्यसमा हाम्रो अहिले काम चलिरहेछ। भन्नाले भइरहेछ, राम्रै भइरहेछ। अनि तपाईँहरूको कलेजमा पढाइ मात्रै हुने हो कि खेलकुदहरू पनि हुन्छ एक्स्ट्रा? खेलकुद वर्षमा एकचोटि जस्तो हुन्छ। अनि सहभागी लिनुहुन्छ त तपाईँहरूले? सहभागिता हुनेछ। मतलब कस्तो हुन्छ तपाईँहरूको? आइसिटी सम्बन्धी नै हुन्छ होइन, कि अरू बाहिरी खेल हुन्छ? अहिले 2टा सङ्काय छ हाम्रो, एजुकेसन र उता BBS। एजुकेसनभित्र साइन्स, आइसिटी र एजुकेसन नै भयो। अनि BBS यति सबैलाई मिक्स गरेर क्याम्पसले हरेक त्यो खेलकुदहरू आयोजना गर्ने गर्छ वर्षमा एकचोटि, वार्षिक उत्सव जस्तो। अनि तपाईँले कुनमा सहभागी लिनुभएको छ त अहिलेसम्म? हजुर, लगभग धेरै नै छ। धेरै भन्नाले एउटा दुईटाको त नाम भनिदिनुहोस् न। अब जस्तो फुटबलहरू, ब्याडमिन्टनहरू, हाजिर जवाबहरू यस्तै हुन्छ। अनि तपाईँले त कविता पनि वाचन गर्छ भनेर सुनेको थियो। हजुर। एउटा कविता भनिदिनु न त आइसिटीको बारेमा। आइसिटीको बारेमा त छैन कविता। त्यसो भए तपाईँलाई कुन चाहिँ तपाईँलाई मिठो लाग्छ, राम्रो लाग्छ, एउटा कविता सुनाइदिनु न। अल्छी लाग्यो होला है आइसिटी सुन्दा कविता सुनेर मनोरञ्जन गरोस् न त। कविता भन्ने र? हजुर, भनिदिनु न एउटा। अब तपाईँले कविता भनिहाल्नुभयो, म 2 लाइन चाहिँ भन्छु नि त। म छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु, मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु। अहिलेलाई चाहिँ मैले यति भने, मैले ठ्याक्कै लेख्न चाहिँ लेख्छु, तर कण्ठै चाहिँ छैन। अनि तपाईँले अहिलेसम्म इन्टर्नसिपहरू चाहिँ गर्नुभएको छ कि नै? इन्टर्नसिप गरेको छैन, गर्ने क्रममा छु। कस्तो ठाउँमा गएर गर्ने सोच्नु भएको छ त? केही प्लान त बनाउनु भएको होला गर्नको लागि? डेभलपमेन्ट सम्बन्धी भनेपछि टेक सम्बन्धी नै कम्पनीहरू हुन्छ, डेभलपमेन्टहरू गरिरहेको, त्यसमा चाहिँ एप्लाई गरेर गर्ने। अनि तपाईँ इन्टर्नसिप चाहिँ कति महिनाको गर्नुपर्ने हुन्छ नि तपाईँहरूले? कति महिनाको भन्दा पनि इन्टर्नसिप भनेको काम सिक्ने हो, पढेको कुरालाई इम्प्लिमेन्ट गर्ने हो। आफू दक्ष हुन्जेल भनौँ न, मेबी 3 महिना 4 महिना हुनसक्छ, 2 महिना। भनेपछि अब तपाईँ 7 सेमेस्टर, अब 8 सकेपछि इन्टर्नसिप गर्नुहुन्छ कि 7 पढ्दा पढ्दै इन्टर्नसिप गर्नुहुन्छ त? म अहिले खास भन्ने हो भने यता फुल स्ट्याक गरिरहेको छु। हजुर, फुल स्ट्याक गरिरहेको छु अहिले। त्यो भन्नाले मतलब यो वेब डेभलपमेन्टको पाटोतिर पर्छ। हजुर, यो कम्प्लिट गरे पछाडि मेबी 8 सेमेस्टर पुग्दा नपुग्दा हुनसक्छ। अनि अब यसो तपाईँले जानेको कुराहरू हाम्रो साथीभाइहरूलाई पनि यसो भनिदिनुहोस् न त आइसिटीको बारेमा। आइसिटीको बारेमा भन्नुपर्दाखेरि चाहिँ आइसिटी अहिलेको हाम्रो समयको माग हो। अनि समयको माग सँगसँगै यो चाहिँ आवश्यकता पनि हो। के गर्ने, कसो गर्ने, हाम्रो म्यानुअली जति पनि कामहरू हुन्थे ती कामलाई चाहिँ अहिले हामीले डिजिटलाइज गर्दै जानुपर्छ।
अब 21औं शताब्दी भनेकै टेक्नोलोजीको युग भनिन्छ। संसारले कहाँबाट कहाँ फड्को मारिसक्यो। त्यही भएर पनि अब हरेक कुरामा हामीले केही फास्ट गरौँ, केही इम्प्रुभमेन्ट ल्याउँ। मान्छे भनेको कस्तो प्राणी हो भने हरेक कुरा भएपछि चित्त नबुझ्ने कि। जस्तो तपाईँ खाली खुट्टै हिँड्नु हुँदैछ र अर्कोले चप्पल लाएको देख्नुभयो भने आहा चप्पल लाउन पाएको भए कति आनन्द हुन्थ्यो होला भन्ने हुन्छ। चप्पल लाउनेलाई अर्को साइकल देख्छ, साइकल चलाउनेले बाइक देख्छ, बाइक चलाउनेले कार देख्छ। यस्तै मान्छेको आवश्यकता र चाहना भनेको कहिल्यै सकिने चिज होइन कि। त्यही भएर यो समयको माग हो, आवश्यकता हो। अनि अर्को मुख्य कुरा त्यही हो। अनि आफ्नो आवश्यकतादेखि लिएर लाइफस्टाइललाई चेन्ज गर्नको लागि पनि आइसिटी पढ्नु बेटर हुन्छ भन्ने म भन्न चाहन्छु दर्शक महानुभावहरूलाई। हामीलाई हेरेर साथ दिनुभएको सम्पूर्ण साथीभाइहरूलाई धन्यवाद र हामीसँग यति छोटो मिठो आइसिटीको बारेमा जानकारी दिनुभएकोमा अनुपमजीलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद। धन्यवाद।